आज संसारमा 1 बिलियन भन्दा बढी मान्छेहरूले एआई कम्प्यानियनहरूको प्रयोग गर्छन् र विद्वानहरूले के भन्छन् भन्दाखेरि अब आउने 1 वर्षमै यो संख्या 2 बिलियन भन्दा बढी पुग्नेछ। अब प्रश्न उठ्छ, आजको दिनमा यस्ता एआई कम्प्यानियनहरूमा आर्टिफिशियल इन्टेलिजेन्समा मान्छेहरूको आकर्षण किन बढ्दै गइरहेको छ? किन संसारभरिका मान्छेहरू मान्छेसँगको रियल सम्बन्धलाई छोडेर एआई प्रति आकर्षित हुँदैछन्? यसका विभिन्न कारणमध्ये एउटा प्रमुख कारण भनेको जजमेन्टको हो। हुन त हामी सामाजिक प्राणी हौँ, तर हामी मान्छे बीचको रियल सम्बन्धमा जाँदाखेरि यसले मेरो कुरा काट्न सक्छ, यसले म प्रति विभिन्न किसिमको धारणा बनाउन सक्छ भन्ने कयौं किसिमको डरहरू हाम्रो मनमा हुन्छ र हामी एउटा यस्तो साथीको खोजीमा हुन्छौँ जसले हामीसँग कुरा गर्दाखेरि कुनै पनि जजमेन्ट गर्दैन, जसले हामीसँग कुरा गर्दाखेरि हाम्रो बारेमा कुनै पनि नकारात्मक धारणा बनाउँदैन, हाम्रो बारेमा कुरा काट्दैन र जतिखेर पनि हर वखत हामीसँग साथै रहन्छ। त्यसकारण अबका दिनमा यसप्रतिको आकर्षण झन्झन बढ्दै गइरहेको छ। There's a dramatic surge in the use of so-called AI companions. How's my queen doing today? Computer-generated chatbots designed to mimic real relationships.